हेलो गाइज, वेलकम टु एमआरके ब्लग्स। फेरि पनि स्वागत छ। आज चाहिँ हामी घुम्न जाँदैछौँ कोबेतिर, समुद्रतिर। यसो मौसम त अलि पुरै पानी सानी पर्ला जस्तो छ, त्यही पनि समुद्र नुहाइदिने हो गाइज। अब हामी हेरौँ, यो ब्लग चाहिँ अब रेगुलर आउँछ 512 जीबाट, हेर्दै गर्नु होला। उमेश के छ? मेन नयाँ कपाल, उनीहरूलाई बेहुलीलाई घुमाउनु लिँदै खासमा त होइन, मतलब यहाँ आएको नयाँ मेन उनीहरूलाई घुमाउनु। त्यसपछि उहाँ पनि आउनुपर्छ टोकियोबाट, अनि उहाँ विशेष अतिथि। के भन्नु छ? केही कुछ बोल्न चाहती हो? नहीं बोलना चाहती है। ठीक है। यहाँ चाहिँ अनार चोर्ने काम भइरहेछ जापान आएर। अझै पनि भेटेनन्। लास्ट ट्राई। जापान आएर चोरी भयो। जापान आएर चोर्ने काम भयो। ल नेपालमा लिची आँप चोरिन्थ्यो, यहाँ चाहिँ अनार चोरियो गाइस। चोरेदेखि पाँच कस्तो लागिरहेको? अब खान्छ भाइ, चोरीको अनार देखाइदेऊ। यिनीहरूले हो क्या नखाने त, हामीले त खाने हो। ए दाजु पनि खान्छ? खान्छ ल न आदि बनाउनु। चोरे गाइस, हामी चाहिँ ट्रेनमा चढिसक्यौँ। हाम्रो गाइजहरू अहिले यहाँ क्योतो स्टेसन आइपुगेका छौँ होइन। बाफरे, मान्छे कति उनीहरू कहाँ गइरहेछन् यिनीहरू। नेपालमा दसैँमा यस्तै हुन्थ्यो बस पार्क, त्योभन्दा नि अहिले भिडभाड छ। म चाहिँ ओभेन त बोकिरहेको छु साथीहरूलाई। अब यो जिआर चढेर जाने उमेतिर हामकोट कट्न लाग्यो गाइज है। अहिले ट्रेनमा ट्रेन पुरै प्याक छ। हाम पनि छ प्याक। प्याकै हो। उमेश के हो? म त खाली लाग्छ। वाउ, भ्यू हेर गाइज, कस्तो दामी। हेलो गर्ल्स, छोडिदिउँ ल गाइजहरू। म अब कस्तो ठाउँ पुगेँ हेर्ने हो त। ल हेरौँ है, हेरौँ ट्याक्क। टडाङ! वाउ, यो हो नि असली बीज भनेको। ओ माई गड। ओहो वाउ। तर यहाँनिर नेपालको झन्डा हुनुपर्ने क्या यार। ठेट, को यो बनाउने? नेपाल झन्डै छैन। आहा, अब त्यहाँ गएर पौडी खेल्ने हो गाइस। मस्तसँग यस्तो डह्रो खेल्ने हो कि होइन, 4 दिनसम्म उठ्नै नसक्ने अरे यो हो कि। तर यहाँ दिन्न क्या, कोही मान्छे छैन नि त गाइस। फाइनली पुगियो समुद्रमा। वाउ, दामी छ। ओहो ओ हाम्रो गाइजहरू। हेलो गाइज, कस्तो लाग्यो समुद्र? झक्कास लाग्यो। हिरोइनलाई कस्तो लाग्यो? तिमीलाई पनि? ल मलाई पनि राम्रै लाग्यो, तर नदिने रहेछ यार पौडी खेल्नु। थिएट, अब अर्को ठाउँ जाने भएन यस्तो ठाउँ। यसो उमी आएको। ओहो मलाई को खिच्छ? यो कोबेको होइन सुमा बिज आएर यस्तो रमाइलो गर्ने होला। अहिले साँझको समय, यसो अलिअलि बादल लागेको भएर अरूले यसो डरायो क्या चिसोसँग। म चाहिँ डराइन, फेरि म चाहिँ चिल हान्न। म पुरै हिउँमा बस्ने मान्छे, यस्तो चिसो के हो। अब भाइ भन्ने भने हो, चिसो खासेको छैन। ल गाइस, हाम्रो साथीको यसो हेरिदिउँ ल है। भयो रबिन? भयो।
आऊ फर्क्यौ फर्क्यौ रबिन फर्क्यौ ए रबिन फर्क्यौ न फर्क्यौ ल यो गाइस हाम्रो रबिन सर चाहिँ डेन्जरै हो पौडी खेल्ने ऊ हेर्न सक्नुहुन्छ ओयोगी नाच हेर्दा त मलाई नि हाम फाल्दियो ल गाइस म चाहिँ आधी घन्टा दोहोरो नुहाइसकेँ होइन बबाल रहेछ कि ओहो यो भ्यू ओहो के दामी ल है गाइस हाम्रो उल्टी हान्दैछ स्यान्डीले ल ओहो हान्यो वाउ कस्तो लाग्यो देविका हो ए आयो एकछिन आइसक्यो ओहो आइज अचम्मको माछा आएको आइज यहाँ हेरौँ त यो पुच्छरवाला हो कि पुरै यो लामो पुच्छर भएको कति लामो छ हो पुच्छर आमा माछा हो यार यो पखेडा भएको उ जस्तो छ यो वाला माछा पुच्छर हेर न कति लामो छ यार पुच्छर यहाँ पखेडा कत्रो ठुलो आँखा नि आँखा टल्किरहेको त ए कछुवा त होइन होइन कति लामो ए लेउ खाइरहेको अरे ए अहिले एड देखियो थियो यार पुच्छर हेर त कति लामो हो माछा देखेर मान्छे तर्से आहा बबाल माछा देखियो यार पुरै सुपा जत्रो कान भएको पुरै सुपाको जत्रो कान भएको कस्तो लाग्यो माछा देखेर मैले देखिन है साथी तेरी कस्तो राम्रो देखिरहेको यार